मेरो छोराको बर्थडे आइरहेको थियो अनि के चाहिन्छ गिफ्टमा भनेर सोधेको एकदमै ठुलो आवाज गर्ने अनौठो चिज चाहिन्छ भनेर भन्यो घरमै बनाउन सक्ने रमाइलो चिज भेटियो अनि त्यही भएर तपाईहरुलाई पनि यो रमाइलो लाग्छ होला भनेर शेयर गरेको बनाउन पनि एकदमै सजिलो छ हैन खासै केही पनि चाहिदैन हैन एउटा बलुन अनि एउटा सानो यस्तो खालको यो ट्युब जस्तो चाहिन्छ है भित्र खाली भएको अनि टेप एउटा यस्तो ट्युब चाहियो अब सुरुमा चाहिँ के गर्नुस् भनेदेखि एउटा सानो खालको यस्तो एउटा ट्युब बनाउनुस् है मैले चाहिँ यो मार्करलाई काटेर यसरी बनाएको है अनि यो ट्युबलाई लगेर यो बलुन भित्र हाल्नुस् है ल अब मैले त्यो सानो ट्युब यो बलुन भित्र हालेर रेडी पारेको छु अनि यसलाई अलिकति माथि ठाउँ खाली छोड्नु होला हैन किनभने यो अब यो ट्युबमा हाल्नुपर्छ ल अब यसलाई लगेर म यो ट्युबमा हाल्छु है यसरी है ल हेर्नुस् यतापट्टि यो सानो ट्युब छ यतापट्टि यो ठुलो ट्युबमा गएर टाँसिएको छ अब यसलाई बिस्तारै यसरी बेन्ड गर्नुस् हैन अनि त्यसपछि एउटा टेप लिएर यसलाई वरिपरि यो टेप लगाइदिनुस् ल हेर्नुस् है अब यो तयार भएको छ है अब यसले चाहिँ कसरी काम गर्छ भन्देखि जब तपाईहरुले यो बलुन फुलाएर छोड्दिनुहुन्छ यतापट्टिबाट यो लामो ट्युबतिर जाँदाखेरि एकदमै सानो ठाउँ छ है अनि त्यस्तो सानो ठाउँबाट हावा छिर्दाखेरि चाहिँ यसले प्रेसर वेभ क्रिएट गर्छ र जब त्यो प्रेसर वेभ यो लामो ट्युबबाट जान्छ त्यसले चाहिँ भाइब्रेसन क्रिएट गर्छ हैन अनि त्यो भाइब्रेसनले गर्दाखेरि चाहिँ आवाज आउने हो अब तपाईहरुसँग यस्तो लामो पाइप छैन भनेदेखि तपाईहरुले सानो खालको स्ट्र युज गरेर पनि गर्न सक्नुहुन्छ है मैले त्यसरी सानो खालको स्ट्र युज गरेर पहिले एकचोटी भिडियो बनाएको थिएँ हैन त्यो भिडियोको लिंक मैले तल कमेन्ट बक्समा हालेको छु हेर्नु होला रमाइलो छ नि त